मेयर साहब, यो शब्दस्थलको योजना सम्पन्न हुँदै गर्दा वास्तवमा यसको कुल लागत कति लागतमा निर्माण सम्पन्न भयो, कति समय लाग्यो, कहिलेबाट सुचारू हुनेछन्, यो चासो गुनासोको विषय रहेको छ। नमस्ते, भीमा सञ्चार प्रालीद्वारा सञ्चालित हुलाकी खबर अनलाइन टेलिभिजनमा तपाईँ देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली मनमाजुरमा हृदयदेखि नै स्वागत गर्दछु। म सन्तोष सुबिका र मलाई क्यामेरामा रहेर साथ दिइराख्नु भएको छ सहकर्मी समीरजीले। वर्षौँदेखिको यो अल्पत्र रहेको यहाँका हरेक क्षेत्रहरूलाई पाइपर्ने सुगम शब्दस्थल निर्माण नहुँदै गर्दा एकदमै कष्टकर भइराखेको थियो। हरेक व्यक्तिहरूले प्रत्यक्ष रूपमा महसुस गर्नको लागि यो एउटा सम्भव हुने स्थान, यो गौरवको योजना शब्दस्थल निर्माणको सिलसिलामा रहेर हामी मेयर साहबसँग रहनेछौँ। स्वागत छ मेयर साहब तपाईँलाई। हजुर, धन्यवाद। तपाईँले बोल्नु भएको एउटा प्रतिबद्धता पुरा गर्नुभएको छ, धन्यवाद दिन चाहन्छौँ सर। धन्यवाद तपाईँलाई। तर चाहिँ कुरा के हो भने यो योजना पुरा गर्ने सन्दर्भमा मेरो मात्रै भूमिका हुँदैन, तपाईँहरूको पनि छ र चाहिँ अरू चाहिँ हाम्रो चाहिँ प्रशासनिक क्षेत्रका कर्मचारीहरूको अनि त्यस्तै मेरो चाहिँ टिमको जनप्रतिनिधिहरूको र बजेट पार्नको लागि सहयोग गर्ने मान्यजीहरू सबैको भूमिका छ। सबैलाई चाहिँ धन्यवाद दिनुपर्छ। वास्तवमा यसको कुल लागत कति लागतमा निर्माण सम्पन्न भयो, कति समय लाग्यो, कहिलेबाट सुचारू हुनेछन्, यो चासो गुनासोको विषय रहेको छ। दुईटा चाहिँ प्रोजेक्ट छ यसमा। बजारबाट यहाँसम्म आउने चाहिँ बाटो निर्माण कहीँ ढलाइ गरेको छ, कहीँ चाहिँ पिच गरेको छ। त्यो बाटो निर्माणको लागि खर्च 91 लाख छ। शब्दहान स्थलको पूर्वाधार निर्माणको चाहिँ 3 करोड 11 लाख रुपियाँ छ। त्यसो गर्दा यो दुईटा जोड्यो भने 4 करोड 2 लाख रुपियाँ जति चाहिँ खर्च भएको छ। यहाँ विद्युतबाट सब दह हुनेछ अथवा दाउराबाटै हुनेछ भन्नेमा पनि अलिकति उहाँलाई क्लियर गरिदिन पाए भने हजुर। हजुर, होइन, हामीले चाहिँ सुरुको बेलामा यो इस्टिमेट गर्ने बेलामा पनि हामीले चाहिँ बिजुलीबाट नै गर्ने हो कि भन्ने हामीलाई धेरै कुरा अनुभव नभएको हुनाले हामीले प्राविधिकहरूसँग हामीले सल्लाह गऱ्यौँ। बढी खर्चालो हुन्छ र टिकाउ हुँदैन भन्ने कुरा भएको हुनाले र हामी कहाँ अहिले दाउरा प्रशस्त भएको पनि कारणले चाहिँ हामीले दाउराबाटै गर्ने भन्ने चाहिँ बनाएका छौँ। अब हाम्रो आफ्नो अनुभवको आधारमा चाहिँ हामीले त्यसलाई परिवर्तन गर्न पनि सक्छौँ। अहिले चाहिँ दाउराबाट जलाउने हो। दागबत्ती दिनको लागि तयार अवस्थामा भइरहेका त्यस्ता सबहरूलाई पनि खोला बढेर आउँदै गर्दा अमिलो नमिठोपनहरू जुन सबलाई बगाएर लैदिएको पीडाहरू कयौँ भोग्दै आउँदै गर्दा तपाईँको प्रतिबद्धता पुरा हुँदै गर्दा तपाईँलाई कस्तो महसुस हुँदो रहेछ? चाहिँ हामीले चाहिँ चिता बनाएर चाहिँ हालेको छ, लास ल्याएर राखेका छौँ। त्यहाँ इष्टमित्रहरू मान्यजनहरू अब मृत्यु भएको बेलामा कतिजना मान्छे पीडा परेका मान्छेहरू त्यहाँ आएर बस्नु भएको छ। तर आगो सल्काउनै नपाइने पानी भोल्लै आएर चाहिँ माथि चाहिँ दाउरा भाजे दाउरा बगाइदिने, लास बगाउने स्थिति चाहिँ बन्यो एउटा। र त्यो चाहिँ कहिलेकाहीँ हो। तर अति नै धेरै तपाईँले अलिकता उठाउनु भयो। के भयो भने टाढा चाहिँबाट लिएर आएको लास चाहिँ यहाँ आगो सल्काइदिने र त्यहाँ चाहिँ पुरै चाहिँ नसकिँदै छोडेर जाने एउटा। त्यसले गर्दाखेरि यहाँ नजिकको बस्तीलाई पनि नोक्सान पर्यो। अस्ति नै पनि तपाईँले चाहिँ देख्नुभयो, तपाईँले पनि समाचार प्रसारण गरेको मैले थाहा पाएँ। यहाँ चाहिँ कस्तो भयो, फोहोर भएको हुनाले उद्योग सङ्घले यहाँ आएर चाहिँ सफा गर्यो। त्यसैले हामीले पनि पटपट हामीले सफा गऱ्यौँ। विभिन्न संस्थाहरूले, आमा समूहहरूले चाहिँ सफा गर्नुभयो। तैपनि लायन्स क्लबले सफा गर्नुभयो। तर चाहिँ कुरा के हो त भने यो एकदमै समस्याको रूपमा चाहिँ रहेको थियो। र अर्को कुरो के भने यहाँ चाहिँ बिचबिचमा 10वटा 12वटा चाहिँ लास पोलेको चाहिँ त्यो अगारहरू त्यत्तिकै हुँदाखेरि के भने हाम्रो यो नदीको चाहिँ सौन्दर्यता पनि त्यत्तिकै हुने, एउटा फोहोर प्रदूषणको कारणले पनि एकदम त्यो नराम्रो देखिएको हुनाले नै एउटा चाहिँ मलाई यो बनाउनेतिर अलिकता मलाई प्रेरित गर्यो। अर्को कुरा के थियो भने तपाईँले पनि देख्नुभयो होला, यहाँ आउने बाटो पहिला नै एउटा स्वर्ग जाने बाटो त्यही यहाँ आउने बाटो पहिला के गरिएको रहेछ, ढुङ्गा सोलिङ गरिएको रहेछ। त्यो ट्र्याक्टर दाउरा लिएर आउने ट्र्याक्टरले त्यो ढुङ्गाहरूलाई उचाल दिएर भत्किएपछि सबै मान्छेले यो मृत्यु परेर आउँदाखेरि पनि यस्तो बाटो हिँड्न पर्ने भनेर चाहिँ भनेर सबैले चाहिँ अब तपाईँले पनि देख्नुभयो मेयर कहाँ छ, कहाँ गयो भन्ने मलाई नै फोन हानेर कतिजना साथीहरूले तपाईँ आउनुहोस् भन्नुभयो। म यही चाहिँ साथीहरूलाई दुःख परेको बेला म चाहिँ श्रद्धाञ्जली व्यक्त गर्न आइराखेको बेलामा, त्यो अन्त्येष्टि कार्यमा सहभागी हुन आइराखेको बेला सबै मान्छेले मलाई चाहिँ लो अरू सबै कुरा छोड्नुहोस्, यो चाहिँ स्वर्ग जाने बेलाको बाटो यो तपाईँले बनाउनु
गर्नुपर्छ भनेर भन्नुभएको। त्यसै कारणले चाहिँ म नगर प्रमुखमा निर्वाचित भएर आउने बित्तिकै एउटा चाहिँ यस्तो त्यस्तो अवसर आयो। म आफै त्यसको अध्यक्ष, त्यो योजनाहरू छनौटको अध्यक्ष हुने रहेछु। सहरी विकासको एउटा योजना रहेछ हामी कहाँ, म रहेछु। त्यसैले मैले चाहिँ के गरेँ त भने यो प्राथमिकता यसलाई दिनुपर्छ भनेर चाहिँ मैले चाहिँ यसलाई तोकेँ। अब सबै साथीहरूको सल्लाहमा हाम्रो कार्यपालिका र खास गरी प्राविधिक साथीहरूसँग बसेर मैले यो कुरा राख्दाखेरि उहाँहरूले हुन्छ भन्नुभयो। भनेपछि हामीले बनायौँ। मैले पहिल्यै सुरुमै भने यो चाहिँ यो समस्या छ भनेर यसलाई अलिकता उजागर गरिदिने, हाइलाइट गर्ने तपाईँहरू पत्रकार साथीहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। र अरू सबै साथीहरू जसले यो बनाउनको लागि मलाई चाहिँ भेटेर गाली गर्नुभयो, भन्नुभयो, सम्झाउनुभयो, उहाँहरू सबैलाई म धन्यवाद दिन चाहन्छु। यसलाई चाहिँ एउटा के हो भने यही सन्दर्भमा तपाईँलाई भन्छु, यो संरचना बनेको छ, यो सबैको साझा सम्पत्ति हो। तर हामी कहाँ एउटा यस्तो ट्रेन बसेको छ, यसलाई संरक्षण गर्न, सफा गर्न सबैले गर्ने हो भन्ने भावना विकास भइदियोस् भन्ने चाहिँ म चाहन्छु। नगरपालिकाले राखेको मान्छेले मात्रै कति सफा हुन्छ। हामीले पनि के भने अब हामीले अस्ति नै चाहिँ यो कार्यविधि चाहिँ बनाउने बेलामा, यसलाई सञ्चालनको लागि कार्यविधि बनाउने बेलामा हामीले गम्भीर छलफल गऱ्यौँ। हाम्रो चाहना छ हामी चाहिँ मान्छेहरूलाई मृत्यु परेर, घरमा मृत्यु परेर चाहिँ यहाँ रुँदै लास लिएर आएको मान्छेहरूलाई हामी पैसा लिन चाहँदैनौँ। तर चाहिँ कुरा के हो त भने अब यसलाई सफा त गर्नै पर्यो। त्यसैले हामी जहाँसम्म मलाई लाग्छ त्यो हामीले निकालेको अहिले चाहिँ यो ठ्याक्कै त नमिल्ला, तर पनि त्यो दाउरा गर्ने दाउराको लागि चाहिँ हामीले चाहिँ आधा पैसा हामीले बिहोरिदिने, आधा पैसा उहाँहरूलाई बिहोर्ने गरी हामीले चाहिँ व्यवस्था मिलाछौँ। किन यति धेरै अप्ठ्यारो ढिला सुस्ती भयो होला भन्ने पनि लागिरहेको हुनसक्छ। यो विषयमा के छ मेयर साहब? हामीले कार्यविधि नभइकन हामीले कुनै काम उठाउन पनि, 1 रुपियाँ लिन पनि सक्दैनौँ, खर्च गर्न पनि सक्दैनौँ। केही सुझावहरू चाहिँ आयो वडा अध्यक्षज्यूहरूको, होइन यो राम्रो एउटा चाहिँ गौरवको योजना छ, यसलाई राम्रोसँग चलाम, फल्नु चिजहरू परिवर्तन गरिदिनुहोस् भनेपछि के भयो त भने 15 दिन 20 दिन त्यत्तिकै पछाडि सर्यो। अनि त्यो उहाँहरूको चाहिँ विचारलाई सम्बोधन गरेर कानुनी रूपमा त्यो भाषा मिलाएर लिएर आएर हामीले चाहिँ के गर्यौँ, कार्यविधि पास गरेपछि अनि त्यसलाई ठेक्का दिने भन्ने कुरामा भएपछि हामीले यहाँ आएर हेरियो। ठेक्काको लागि चाहिँ निकाल्न लाएको थियौँ हामीले। अनि यहाँ आएर हेरेपछि अनि त्यसपछि हाम्रो प्राविधिकहरूले केही संरचना अलि थप संरचना नबनाइकन मैले भने यहाँ चाहिँ यो चाहिँ यहाँ यो एउटा चाहिँ यो जहाँ लास राखेर चाहिँ हामीले दहन गरिन्छ, आगो लगाइन्छ, त्यसको संरचना पनि के भनौँ चेन्ज गर्न पर्ने भयो अलिकता। त्यसो भएको हुनाले चाहिँ त्यो संरचना बनाउन पर्ने भएको कारणले अरू पनि केही काम अब त्यो चाहिँ यो केही समय भनेको 1 हप्ताभित्रै नै उहाँहरूले चाहिँ के गर्नुभयो त भने इस्टिमेट गरेर चाहिँ लिएर जानुभयो। लिएर गएर अब चाहिँ सायद अहिले तपाईँसित बोल्दाखेरि हाम्रो टेन्डरमा गइसक्यो होला। अब त्यो हामीले यो छिटो बनाउँछौँ। त्यो बनाउँदै उता टेन्डर पनि हामीले चाहिँ कोही इच्छुक सङ्घ संस्था वा व्यक्ति कसले चाहिँ यहाँ बसेर हामीले तोकेको दर रेटमा चाहिँ उहाँहरूले चाहिँ सुविधा उपलब्ध गराउनुहुन्छ, यसलाई सफाई गर्नुहुन्छ, अनि त्यो पैसा लिनुहुन्छ, उहाँहरूलाई चाहिँ एउटा संस्थालाई ठेक्का दिने भन्ने भएको हुनाले यो गइसक्यो होला मलाई लाग्छ। 1 महिनाभन्दा बढी नगर्ने भनेर चाहिँ लागेको छु। आम जति पनि दर्शकहरू, जति पनि सब दह गर्न आउनुहुने महानुभावहरूले यो हाम्रै सम्पत्ति भएर संरक्षण गर्न अत्यन्तै आवश्यक छ। यो कतिपय ठाउँमा हामीले देखेका छौँ कि ती भएका भौतिक संरचनाहरूलाई कसरी हुन्छ भत्काउने, नष्ट गर्ने, यस्ता खालका कुराहरूबाट चाहिँ कृपया हामी हात जोडेर विनम्र अनुरोध गर्दछौँ। यस्ता खालका संरचनाहरूलाई एकदमै बचाइदिउँ। तपाईँ हाम्रो सम्पत्ति हो र तपाईँ हाम्रो लागत हो भनेर पक्कै पनि हामीले महसुस गर्नुपर्ने हुन्छ। कसो मेयर साहब? हजुर, यो यहाँ खर्च भएको 4 करोड रुपियाँ यो हामी भिमादवासीको लागि भनेर पठाएको, सरकारले दिएको र चाहिँ हाम्रो चाहिँ हामीले राजस्व तिरेको पैसा हो, यो हाम्रै हो। असाध्यै महत्त्वपूर्ण गौरवको योजना सम्पन्न भएको छ। साथीहरूले किन ढिलो भयो, यो के भइरहेछ भन्ने चाहिँ जुन जिज्ञासा थियो त्यसलाई निवारण गर्ने अवसर दिनुभयो, त्यसको लागि चाहिँ म तपाईँलाई पनि मुरी धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू, नमस्ते। हस्, तपाईँलाई जस्तो लाग्छ त्यस्तै खालको सल्लाह सुझाव हामी अपेक्षा गर्दछौँ। क्यामेरामा साथ दिनुहुने समीरलाई विशेष धन्यवाद दिँदै म सन्तोष विक पनि आज्ञा चाहन्छु। नमस्ते।